सर जयमेसी साथै नमस्कार। जयमेसी। हजुरको शुभ नाम के हो? मेरो नाम दिलबहादुर थापा मगर हो। अनि कसरी प्रभु यीशुलाई चिन्नुभयो त तपाईले? तपाईको आफ्नो गवाही छोटकरीमा भनिदिनुहोस् न आम दर्शकहरूको लागि। तपाईले कसरी प्रभु यीशुलाई चिन्नुभयो, किन तपाईँ प्रभु यीशुलाई विश्वासी बन्नुभयो, हैन के कारणहरू अलिकति भनिदिनुहोस्। सर्वप्रथम परमेश्वरलाई धन्यवाद दिन चाहन्छु र विशेष गरिकन परमेश्वरमा म आउनु भनेको कारण के छ भने पहिला मैले देवीदेउता एउटा बहुत पुज्ने विश्वास नगर्नुभन्दा पहिले है पहिला मान्थे मैले देवीदेउता, मैले मन्दिर पनि बनाएको र पछिबाट मैले यो देवीदेउताको मलाई विश्वास लागेन। यो 33,000 देवीदेउतालाई कतिलाई पुज्नु है, एउटालाई पुज्दा अर्को रिसाउँछ, अर्कोले पुज्दा अर्को रिसाउँछ होइन। जति बोका पाठा भाले काटे पनि फेरि उस्तै लागिहाल्ने होइन। त्यस कारणले गर्दाखेरि म देवीदेउतामा त्यति मलाई भरोसा लागेन र पछि म जब मलेसियामा गएँ, मलेसिया गइसकेदेखि मैले वचनहरू सुन्न पाएँ र वचन सुने र मलेसियादेखि नै विश्वास गर्नुभयो? हजुर र मैले मलेसियामा अनि के छ त तपाईँ त्यत्रो भक्तजन, तपाईँ पहिले पनि हिन्दू हुँदा पनि त्यस्तो देवीदेउता मान्ने मान्छे, तपाईँ भक्त नै हो। अब इसाई बनिसकेपछि तपाईँ अहिले पनि भक्त नै, मन्दिरको पुजारी नै हुनुहुन्छ होइन, एउटा चर्चको पुजारी नै हुनुहुन्छ भने तपाईँले के त्यस्तो फरक पाउनुभयो? तपाईँ चाहिँ फेरि मन्दिरबाट के भन्छ नन क्रिस्चियन अथवा हिन्दूबाट तपाईँ चाहिँ विश्वासी बन्नुभयो त? अब म किन बन्नुभयो त्यो खास बुझाइदिनुहोस्। म हिन्दूबाट क्रिस्चियन बन्नुको अर्थ के छ भने अब हिन्दूमा पूजापाठ गर्दाखेरि त्यहाँ उद्धार मुक्ति नपाउने होइन, शान्ति पनि नहुने होइन। कसरी पाउनु भने शान्ति? उनीहरूको आस्था पनि त शान्ति, उद्धार मुक्ति, धर्म कर्म त मुक्ति पाउन त गर्ने हो नि। तपाईँले मुक्ति नै पाएन भन्नुभयो, इसाई आएर मुक्ति पाउनु त तपाईँले? शान्ति छैन क्या। अब पूजा गर्यो, पूजा गर्दा फेरि 1 महिनादेखि फेरि त्यो देवीदेउता लागिहाल्ने होइन, फेरि लागिहाल्ने होइन। अब पूजा गरेको गरे भेडा पाठा काटे गर्नुपर्ने होइन, फेरि लाग्ने। अनि इसाईमा त्यस्तो गर्नुपर्छ किन? भेडा पाठा अब परमेश्वरमा मैले बुझे अनुसार परमेश्वरमा के रहेछ भने उद्धार र मुक्ति होइन, आनन्द जीवन होइन। एकदम परमेश्वरलाई महिमा गऱ्यो भने, परमेश्वरको आराधना गऱ्यो भने एकदम मनैदेखिबाट एकदम शान्ति हुने। बाइबलले के भन्छ त? इसाई धर्मको धर्मग्रन्थले के भन्छ त? के छ उद्धार मुक्तिको लागि? केही भनेको थाहा पाउनुभयो? अब बाइबल अनुसारमा अब के भन्छ भने उद्धार मुक्ति जीवन होइन म नै हुँ भनेर येशू ख्रीष्टले भन्नुभएको छ। तर कुनै देवीदेउताले त्यो भनेको छैन। देवीदेउताले भनेको पाउनु भएन? देवीदेउताले कहीँ भनेको छैन। होइन, देवीदेउताले पनि त रामले लक्ष्मणले के म नै भगवान हो भन्ने कुरा कतै हामी पाउँछौँ नि त। जस्तै शङ्कर भगवान पनि त्यत्रो डेन्जर छन्। त्यो वाहिर कुरा थियो होइन। कसरी वाहिर भयो? छैन त्यो। मैले अब भगवत गीतामा पनि अलिअलि पढेँ, मैले रामायण पनि पढेँ होइन। रामलीला मैले बहुत हेर्थेँ, मैले श्रीकृष्ण लीला पनि मैले। वाहिर भन्दा पनि तपाईँले नबुझेको पनि त हुनसक्छ नि त। कसरी वाहिर भन्नुभयो? अब त्यो कति वर्ष मैले अब कति 2008सम्म मैले त हिन्दू धर्मलाई मैले पुत्ता हुक्क भइदिएँ भने जन्मजातबाट होइन। त्यहाँ 2008मा म मलेसियामा गएर परमेश्वरलाई पाएको। परमेश्वरले मलाई चुन्नु भयो। मलेसियामा तपाईँ के बिरामी भएर होइन, जस्तै माने कसैले लोभ प्रलोभन गरेर विश्वासी बनायो कि किन? कसरी भन्नुभयो त विश्वास? होइन, मलाई कसैले लोभ लालच दिएको होइन। परमेश्वरमा एकदम भरोसा गरेर परमेश्वरमा एकदम परमेश्वरको वचनलाई एकदम हेरेर बुझ्दाखेरि होइन उहाँमा एकदम उद्धार मुक्ति छ र उहाँमा जीवन छ होइन। हामी मरे पनि भोलिको दिनमा हाम्रो आत्माहरू चाहिँ स्वर्गमा बास हुन्छ होइन, स्वर्गमा परमेश्वरसँग रहन्छ। र हिन्दू धर्ममा के छ भने भोलिहान त्यसको आत्मा चाहिँ के गर्छ भने वैकुण्ठमा बास होस् भन्छन्, कहिले कहाँ बास होस् भन्छन् होइन। भनेपछि यो हिन्दू धर्मको अनुसारमा मान्छे मरेपछि त्यसको आत्मा चाहिँ स्वर्गमा जान्न, त्यो सधैँ यहाँ के गर्छ भने वैकुण्ठमा घुमिरहन्छ, भ्रमण गरिरहन्छ। जस्तै होइन, जस्तै अब वैकुण्ठ भन्नाले पनि त अब मान्छेले उनीहरूले त भन्छन् वैकुण्ठमा जानलाई उनीहरू त खुसी हुन्छन्। किन इसाई धर्म बाइबल अनुसार त अब परमेश्वरको येशू ख्रीष्टले चाहिँ के भन्नुहुन्छ, स्वर्ग लान्छु भन्ने कुरा तपाईँले गर्नुभयो होइन। ट्याक्कै पारेर अलिकति स्पष्टसँग बुझ्ने खालले तपाईँले कसरी बुझाउन सक्नुहुन्छ यो कुरालाई? अब हिन्दू धर्ममा भन्दा अब येशू ख्रीष्टमा के छ भन्दाखेरि अब येशू ख्रीष्टले चाहिँ हाम्रो मानिस जातिमा अब पाप र मुक्ति होइन दिनलाई यो संसारमा 2000 वर्ष पहिला आउनुभयो होइन। यो जीवनको बाटो र सत्य जीवन म नै हुँ, मद्वारा कोही पनि मेरो पिताकामा स्वर्गमा जान सक्दैन भन्ने कुरा चाहिँ कुनै धर्म ग्रन्थमा लेखेको छैन होइन।
यो बाइबलमा बाहेक कहीँ लेखेको छैन र येशू ख्रीष्टले बाहेक अरू कसैले भनेको पनि छैन होइन। त्यस कारणले येशूमा नै मुक्ति छ, येशूमा नै जीवन छ होइन। त्यस कारणले गर्दाखेरि हामी येशूलाई नै हामीले विश्वास गरेका छौँ र अहिले हाम्रो परिवारमा मेरो मम्मी, मेरो परिवार, मैले विश्वास गरेका भनेपछि तपाईँलाई हामीले बुझ्दा तपाईँ धर्मको विरोधी चाहिँ होइन? धर्मको विरोधी होइन, धर्म विरोधी किन गर्ने होइन। विरोधी के गर्ने, अब जसलाई आफ्नो स्व इच्छाले मान्ने अधिकार होइन छ यो संसारमा होइन। जसले आफूलाई शान्त भएको कुराहरू हामीले मान्न पाइयो, आस्थाको कुरा गर्न पाइयो होइन। समृद्धि हुनु पर्यो होइन, आफू स्वच्छ रहनु पर्यो होइन। कसैलाई यसो धर्म म यसो धर्म होइन भनेर अर्कालाई गाली गलोज गर्नु राम्रो होइन होइन। बाइबलले चाहिँ यो सिकाउँदैन होइन। बरु परमेश्वरले सिकाउनुहुन्छ कि शत्रुलाई पनि प्रेम गर होइन, आफन्तलाई पनि प्रेम गर, आफूलाई जस्तै आफूले प्रेम गरेको छ आफ्नो शरीरलाई त्यस्तै शत्रुलाई पनि प्रेम गर भनेर परमेश्वरले भन्नुभएको छ। तर कुनै ग्रन्थमा यो लेखेको छ शत्रुलाई जेलमा हाल भनेर भन्नुभएको छैन? जेलमा हाल त भन्नु भएन? भएन। कस्तो अचम्म परमेश्वर हुँदो रहेछ तपाईँको है। अनि अरू बाँकी जस्तै तपाईँको समाजको अहिले चाहिँ के छ त, अरू क्रेजहरू कस्तो छ? जस्तै तपाईँले गर्दै गर्दाखेरिमा होइन, अब जस्तै पहिले हिन्दू धर्मका कुराहरू र अहिले इसाई धर्मका कुराहरू गर्दाखेरिमा तपाईँलाई चाहिँ के कस्तो जस्तो लाग्छ यो सबै कुराहरू? साँच्चै नै बाइबलले स्वर्गै जाने भन्ने कुरा देखाउँछ? अब बाइबलले भन्दा पनि अब बाइबलमा त वचन लेखिएको हुन्छ, तर सबभन्दा येशू ख्रीष्टमा नै मुक्ति छ। येशू ख्रीष्ट नै स्वर्गको जाने बाटो हो एउटा होइन। येशू नै एउटा बाटो हो। त्यस कारणले अब कुनै धर्मले त भन्दैन। अब यो मैले श्री कृष्ण लीला पनि बहुत हेरेँ मैले होइन। हेर्नुभयो कृष्ण लीला पनि? रामायण पनि मैले बहुत हेरेँ होइन। अब दिल्लीमा होइन, हिन्दू धर्म त रामायण अब खास मगरले छुन मिल्दैन भन्छ नि त। मगरले छुन मिल्दैन भन्छ। अनि तपाईँ मगर भयो रामायण पनि पढिदिनु भयो? सबै पढिदिनु भयो? सबै पढ्यो। ल बधाई छ। अनि हजुरको के छ त, अहिले कति वर्षको हुनुभयो सर हजुर? म अहिले 54 वर्ष भएँ। 54 वर्षको हुनुभयो। अनि कति वर्षमा तपाईँले प्रभुलाई पाउनुभयो लगभग? मैले 2008मा पाएको। 2025 भयो। वाउ, घर परिवारले सबैले प्रभुलाई पाउनु भयो होइन? घर परिवारले पुराले पाएको छैन। अनि यो विषयलाई अब तपाईँले प्रभु यीशुलाई पाइसकेपछि तपाईँको श्रीमतीले पनि के भन्नुहुन्छ? जस्तै तपाईँलाई होइन बुढा गलत गर्नुभयो तपाईँले भन्नुहुन्छ कि अथवा के छ आफ्नो घर परिवार फ्यामिलीको राय सल्लाहहरू पनि हुन्छ नि त? नै अब के छ त्यो? मेरो श्रीमतीले चाहिँ अहिले हामीले अलि ढिलो चुन्यौँ, हामीले अलि परमेश्वरले ढिलो चुन्नु भयो कि क्या हो, तर पहिल्यै चुनेको भए हाम्रो जीवन अझै सफल हुने थियो होला होइन। र तर त्यही पनि ढिलै चुने तापनि हामी अहिले धेरै खुसी छौँ र परमेश्वरको सेवा गर्न पाएका छौँ भन्ने कुराले चाहिँ प्रतिक्रिया दिन्छ।